हेलो स्टूडेंट, आज हामी पढ्छौं अर्को च्याप्टर लाइट। सो वेलकम टू आवर यूट्यूब चैनल साइंस पढमा र छिटो हामी हेडिङ लेखौं। ओके, सो नेक्स्ट च्याप्टर हो हाम्रो लाइट। अहिलेको जुन पढ्न गइरहेको छौं। ओके, लाइट भनेको के हो? त्यही जस्तै हिटको पढे थियौ हैन। हिटको अहिले भक्कर चकाएको च्याप्टरमा के भयो? हिट इज अ फर्म अफ एनर्जी व्हिच हेल्प्स अस व्हिच गिव्स अस द सेन्सेसन अफ हटनेस अर कोल्डनेस। त्यति भनेको लाइट इज a form of energy which helps us to see objects। हैन, 10 क्लाससम्म यो डेफिनेसन एकदम सही छ, कोही रोकटोक छैन। तर 11 मा गएपछि अलिकति एडभान्स हुन्छ। लाइट इज नट दिस डेफिनेसन। हैन, लाइटको डेफिनेसन यो होइन। लाइटको डेफिनेसन के हुन्छ? लाइट इज अ इलेक्ट्रोम्याग्नेटिक वेव। त्यहाँ पढ्छ हामीहरू। यो अहिलेको लाइट के? लाइट ए फर्म अफ एनर्जी व्हिच हेल्प अस सी द अब्जेक्ट। हैन, व्हिच हेल्प अस टु सी द अब्जेक्ट। ओके, यो पढ्नुभन्दा पहिला हैन, यो पढ्नुभन्दा लाइटको कुनै सानो सानो टर्महरू छन् जुन पढ्न एकदम जरुरी छ। त्यो गरेपछि हाम्रो के हुन्छ? हाम्रो कन्सेप्ट अगाडिको क्लियर हुन्छ। जुन के हो लाइटको। जस्तै मानौ लाइटको एउटा मात्र यस्तो एउटा लाइन तान्दिए। यो के हो? लाइटको के हो? यसले भन्छ रे अफ लाइट। रे अफ लाइट हो। एउटा मात्र यस्तो तान्दिए भने लाइन भने के हो? रे अफ लाइट हो। हैन, त्यस्तै यस्तो 3-4 वटा यस्तो तान्दिए भने लाइन तान्दिए भने पार्दिए भने के भयो? यो भयो ग्रुप अफ रे अफ लाइट। ग्रुप अफ रे अफ लाइट जसले के भन्छ? बीम अफ लाइट। ओके, अब के हुन्छ हैन? अब के हुन्छ? जस्तै मान एउटा मिरर छ हैन, अनुहार हेर्ने मिरर जुन हामी अनुहार हेर्छौं। एकातिर के गरेको? पोलिस गरेको हुन्छ। यो पोलिसको छैन भनेको कुनै मेटेरियल लगाएको हुन्छ हैन। यो के हो? यहाँ हामीले अनुहार हेर्छौं। यो हो मिरर। अब यहाँबाट जब लाइट आउँछ नि, यहाँ एउटा रे अफ लाइट आयो हैन, यस्तोबाट के हुन्छ? यहाँ यस्तो माथि छड्के गएर जान्छ हैन। हेरेकोला नि बच्चामा पनि हैन, यस्तो गर्दाखेरि लाइट यहाँ यस्तोबाट आँखामा पार्दाखेरि आँखा चम्किने, आँखा हेर्न नसक्ने खाले हुन्छ हैन। सो यहाँबाट रे अफ लाइट आयो, यहाँबाट के भयो? बाहिर गयो। यस्तोलाई भन्छ यो रे जुन रे अफ लाइट यहाँ मिररसम्म आयो नि, यो मिररसम्म रे अफ लाइट त्यसले के भन्छ? इन्सिडेन्ट रे अफ लाइट। जुन लाइट यहाँ ठक्कर गएर फेरि वापस फर्केछ त्यसलाई रिफ्लेक्टेड रे अफ लाइट। ओके, इन्सिडेन्ट भनेको आई भयो, रिफ्लेक्टेड भनेको आरले जनाउँछ। क्लियर? अब एउटा अर्को आउँछ टर्मिनोलोजी, रिफ्र्याक्सन। रिफ्र्याक्सन भनेको के हो? रिफ्र्याक्सन भनेको बेन्डिङ प्रोपर्टी अफ लाइट हो। लाइटको बेन्डिङ प्रोपर्टी। जस्तै मान एउटा मान हैन, र मान एउटा लाइट यहाँबाट सिधा जाँदैछ, रे अफ लाइट यहाँ सिधा जाँदैछ हैन। कुनै वस्तु यहाँ राख्दिएँ म हैन। अब यहाँबाट के हुन्छ? यस्तो अलिकति बाङ्गो गएर जान्छ। यहाँ यस्तो यहाँ एउटा लेन्स राख्दिएँ म। ओके, अब यहाँबाट रे अफ लाइट गयो। अब रे अफ लाइट मान यस्तो गयो भनेको सिधा जानु त यस्तो थियो हैन, जानु त यस्तो थियो, तर के अलिकति बेन्ड भयो। त्यो के भन्छ? रिफ्र्याक्सन। अब रे अफ लाइट रिफ्लेक्ट भयो भने के भन्छ? रिफ्र्याक्टेड रे अफ लाइट। ओके, यति कुरा हामीले के हुन्छ समझमा हुनै पर्छ। तब गएर यो च्याप्टर स्टार्ट हुन्छ, राम्रोसँग बुझ्छौ। ओके, यो भयो। ओके, अब एउटा क्वेशन लेख। एउटा क्वेशन छ, हाउ वी सी द
अब्जेक्टलाई हामी कसरी हेर्छौँ, कसरी रे अफ लाइटले कसरी मद्दत गर्छ अब्जेक्टलाई हेर्नलाई। ओके, र माना यहाँ हैन, यहाँ हाँस्दै खेल्दै सुजु साथी छ हैन, तिम्रो सुजु साथी मेरो सुजु साथी, र यहाँ के छ, एउटा रुखमा म्याङ्गो फलेछ, म्याङ्गो फलेछ। ओके, म्याङ्गो फलेछ। ओके, अब के हुन्छ, अब म्याङ्गोलाई कसरी यो सुजु जुन साथी छन्, साथी सुजु जुन साथी छन् हाम्रो, म्याङ्गोलाई कसरी हेर्दैछन्, कसरी काम गर्दैछ, हो त्यहाँ अब्जेक्ट भनेर। यहाँबाट के हुन्छ, रे अफ लाइट आउँछ हैन, यहाँबाट रिफ्लेक्ट गरेर आँखामा जान्छ हैन, तब के हुन्छ, सेन्सेसन अफ भिजन हुन्छ, भनेको हेऱ्यो भने महसुस हुन्छ। यस्तो होइन कि आँखाबाट लाइट जान्छ, र यो वस्तुमा पर्छ तब हेर्छ, यस्तो होइन। धेरै बच्चाहरू कन्फ्युजन छन् कि आँखाबाट लाइट गएर जान्छ अनि तब हामी हेर्छौँ हो यस्तो छ हैन, तर यस्तो होइन कि यहाँबाट आउँछ रिफ्लेक्ट भएर तब हाम्रो आँखामा पर्छ, तब हामी कुनै पनि वस्तुलाई हेर्छौँ। त्यही भएर अँध्यारोमा हामी हेर्न सक्दैनौँ, किनकि लाइटै आउँदैन, वस्तु आउनै सक्दैन, त्यहाँबाट लाइट आउनै सक्दैन आँखातिर। त्यो यस्तो हुन्छ भनेको कसरी हेर्छ, when the light passes through the object and then come to our eyes then we see the object. कसरी अब्जेक्ट हेर्छौँ, when the light passes through the object, when light passes through the object and comes to our eyes then we see the object. यस्तो होइन कि आँखाबाट जान्छ अनि त्यो गएर अब्जेक्टमा पर्छ अनि तब के हुन्छ, हामी अब्जेक्टलाई हेर्छौँ। यस्तो भएको भए त अँध्यारोमा पनि हेर्नु पर्थ्यो, आँखाबाट लाइट जान्छ हैन, अँध्यारोमा किन हेर्दैनौँ, किनभने हामीले त्यो रुल हो साइन्सको कि जब अब्जेक्टबाट आउँछ लाइट कुनै पनि पास भएर तब के हुन्छ, हामी हेर्छौँ। यो थियो बुझ्नुपर्ने कुरा। तर अब स्टार्ट हुन्छ मेन पढ्नुपर्ने कुरा, बुझ्नुपर्ने कुरा, पढ्नुपर्ने कुरा अब स्टार्ट हुन्छ। त्यो हो अप्टिकल इन्स्ट्रुमेन्ट। अप्टिकल इन्स्ट्रुमेन्ट यदि म यसको डिफिनेसन लेखेँ भने इट इज अ डिभाइस which magnify the image of object to increase the vision of EI। अप्टिकल इन्स्ट्रुमेन्ट यस्तो डिभाइस जसले के गर्छ, हाम्रो आईको जुन भिजन त्यसको बढाइदिन्छ। मतलब अलिकति आईको जुन भिजन छ, जुन नदेख्ने खाले वस्तु पनि छ त्यसलाई के गर्छ, हेर्न पनि सक्छ। जस्तै मानौ हाम्रो जियोमेट्री बक्समा यस्तो हुन्थ्यो नि, के हुन्थ्यो, लेन्स हैन, लेन्स हुन्थ्यो नि, के गर्छ, सानो सानो अक्षर लेखेको पनि हामी पढ लिन्थ्यो यस्तो गरेर, त्यो के अप्टिकल इन्स्ट्रुमेन्ट हो। अप्टिकल इन्स्ट्रुमेन्ट अ डिभाइस विच म्याग्निफाई भनेको जुन रियल इमेज छ अब्जेक्ट र जुन रियल इमेज त्यसलाई के गर्ने, अलिकति इन्क्रिज गरिदिने, म्याग्निफाई द इमेज अफ अब्जेक्ट टु इन्क्रिज द भिजन अफ आई, ताकि के हो, जुन हेर्न सक्ने नाङ्गो आँखाले अलिकति गाह्रो हुन सक्ने होइन त्यो पनि के गर्न हेर्न सक्छ। त्यो के अप्टिकल इन्स्ट्रुमेन्ट। इक्जाम्पलमा के हुन्छ, लेन्स जुन हाम्रो जियोमेट्री बक्समा लेन्स हुन्छ, लेन्स, त्यसपछि प्रिजम, मिरर, यो के हाम्रो अप्टिकल इन्स्ट्रुमेन्ट जो के गर्छ, म्याग्निफाई गर्दैछ हाम्रो रियल इमेज। ओके, यो च्याप्टरमा यो टपिक हामीले पढ्ने हो, लेन्स पढ्ने हो। मेन इम्पोर्टेन्ट टपिक के हो, लेन्स पढ्ने हो। ओके, लेन्स हेडिङ हाल्यौँ।
लेन्स के हो? लेन्स it is transparent object which is a transparent object which made of sorry it is transparent. अब लेन्स हेर न, जुन अब लेन्स थियो के थियो? ट्रान्सप्यारेन्ट हुन्छ नि, बाहिरभित्र हेर्न सक्यो। ट्रान्सप्यारेन्ट भनेको भित्रबाट चाहिँ हेर्न सक्यो, त्योबाट भएर हेर्न सक्यो, चाहिँ प्लास्टिक। ओके, सो इट इज ट्रान्सप्यारेन्ट having at least one surface curve. CMR VD. It is a transparent object which have के लिख दिए म सर, के लेख्नु छ? It is transparent object which have two surface and at least one is CMR VED curved. भनेको अब जस्तै लेन्स हो हैन, जियोमेट्रीको भएको लेन्स भनेको के हो? ट्रान्सप्यारेन्ट भनेको तलको जुन यसको बाहिरको अब्जेक्ट पनि हेर्न सक्छ। ट्रान्सप्यारेन्ट भनेको भित्रबाट हेर्न सक्छ, पारदर्शी हैन, भित्रबाट हेर्न सक्छ। विथ टु सर्फेस, यता पनि सर्फेस, यता पनि सर्फेस हुन्छ, यता पनि टु सर्फेस एन्ड एटलिस्ट वान इज कर्भ। कर्भ भनेको के हो भने, कर्भ भनेको यस्तो घुमाउरो हो, कर्भ भनेको के हो हैन? लेन्स। अब लेन्स जुन हुन्छ दुई प्रकारको हुन्छ। एउटा हुन्छ कन्भेक्स लेन्स, एउटा हुन्छ कन्केभ लेन्स। कन्भेक्स लेन्स, कन्भेक्स लेन्स भनेको के हो? लेन्स that is thicker, thicker at center and or then edge भन्दा सेन्टरमा के हुन्छ? थिक हुन्छ, त्यसलाई के भन्छ? कन्भेक्स लेन्स। त्यस्तै द लेन्स that is thicker at edge, उल्टे इसको जस्ट अपोजिट, एज देन सेंटर, कॉल्ड कॉन्केव लेंस, कॉल्ड कन्भेक्स लेंस। ओके, जस्तै मान यस्तो म लेन्स गरिदिएँ हैन, यस्तो लेन्स। अब हेर्दाखेरि के हो? बीचमा सेन्टरमा के छ? ठीक छ, यहाँ ठीक छ नि, यहाँ के छ? अलिकति कम ठीक छ। भनेको इज जुन छ, यो इज भनेको किनारा, यो भनेको के हो? सेन्टर। सेन्टरमा के छ? ठीक छ, र एजमा के छ? कम ठीक छ, थिन छ। अब जस्तै यहाँ हेर, यस्तो गरिदियो भने यो के हो? यो के हो? सेन्टरमा के छ? सेन्टरमा के छ? सेन्टरमा के छ? थिन छ। यहाँ के छ? इजमा के छ? ठीक छ हैन, ठीक छ। भनेको यो कन्केभ लेन्स हो, कन्भेक्स लेन्स र कन्केभ लेन्स। ओके, यो हो। अब यो जुन यस्तो हेरेछ नि, यो एक्चुअलीमा यस्तो हुन्छ हैन, यस्तो हुन्छ। अब यस्तो छ हैन, यसले यस्तो हेऱ्यो भने के हुन्छ? जस्तै मान मसँग यो कपी छ हैन, कपी छ, कपीको यो सर्फेस भयो यताको, जस्तै मान यो लेन्स हो। ओके, यो लेन्स हो, यो कपीको यतापट्टिको सर्फेस भयो र यो कपीको यतापट्टिको सर्फेस भयो हैन। र म यो कपीले यस्तो गरिदियो भने
अनि यहाँ कुनै थिक पोइन्ट हुन्थ्यो भने माना यहाँ पनि अग्लो हुन्छ अलिकति यस्तो हुन्थ्यो भने हेरिदिन्थ्यो यो भने के हो अलिकति थिक छ यता यो पनि अहिले त प्लेन हेर्दै कपी हैन तर यो यता थिक भयो भने हेरिदिन्थ्यो यस्तो थिक पोइन्ट हेर्थ्यो नि यस्तै गर्दाखेरि यहाँको थिक र यहाँको थिक यस्तो भनेको यो यस्तो गरेर बनाएको छ हामीहरू यस्तो गरेर बनाएको छ यस्तो थियो कन्भेक्स लेन्स त यस्तो गरिदियो भने यतातिरको थिक र यतातिरको थिक तर पुरै सर्कल के हो यस्तो सर्कल हो यसले जस्ट यस्तो गरिदिएछ ओके यो थियो हाम्रो कन्भेक्स अब के थियो यहाँ थियो कन्भेक्स लेन्स यहाँ थियो कन्केभ लेन्स हैन कन्केभ लेन्स कस्तो थियो यस्तो अब्जेक्ट यस्तो थियो यही नि यस्तो थियो अर्को थियो यस्तो र योबाट अब तीनटा बन्न सक्छ एक नम्बर त्यस्तै बन्न सक्छ तीनटा फर्म बन्न सक्छ अर्को नम्बर के बन्न सक्छ जस्तै यसले यस्तो पारे यस्तो बनाए हैन यस्तो गरे अनि बीचबाट मेटाइदिए यस्तो गरे यस्तो एउटा बनाउन सक्छौं नि हामीहरु यदि बनाउन दिए भने यस्तो गर्न सक्छौं सिनामा यस्तो के हुन सक्छ जस्तै यस्तो गरे हैन र यसले यस्तो मेटाए र सिधा नगएर अलिकति यस्तो गर्दिए यस्तो पनि गर्न सक्छौं अलिकति यस्तो गर्दिए यस्तो गर्न सक्छौं यसले भन्छ बाइ कन्भेक्स दुईटा छ नि यस्तो एउटा बाइ कन्भेक्स र यसले भन्छ एकतिर के छ प्लेन छ एकतिर के छ कन्भेक्स छ त्यसलाई के भन्छ प्लानो कन्भेक्स अब यसले अर्को नाम दिनु एउटा के नाम र कन्केभो कन्भेक्स ले दिए जस्तै यहाँ पनि एउटा त ए स्ट्रक्चर भयो अनि अर्को के बनाउन सक्छौ यस्तो छ भने यसले बीचबाट काट्दियौ यस्तो गर्न सक्छौ हैन अर्को के गर्न सक्छौ यस्तो छ भने सरी यस्तो छ भने अलिकति काटौं अनि यसलाई पनि अलिकति यस्तो गर्दियौ न हैन यो त भयो बाइ कन्केभ लेन्स हैन दुईटा छ यस्तो यसले भन्छ प्लानो कन्केभ ले भन्छ यसले के नाम दियो अर्कै नाम दियो कन्भेक्सो कन्केभ अलि नोट गर्दै जाऊ पछि शब्द आउँछ भनेको यो यसको टाइप हो यो यसको तीनटा टाइप हो यसको तीनटा टाइप हो ओके कन्भेक्स लेन्स र माना एउटा कन्भेक्स लेन्स यस्तो गरे ओके यो कन्भेक्स लेन्स बनाइदिए हैन कन्भेक्स बनाइदिए ल माना यहाँबाट एउटा बीम अफ एउटा हैन धेरै बीम अफ लाइट पास गरे यहाँ गरे रे अफ लाइट पास गरे यहाँबाट धेरै रे अफ लाइट यो के हो लेन्स हो हैन लेन्स अब के हुन्छ पास गरे भने के हुन्छ रिफ्र्याक्सन हुन्छ रिफ्र्याक्सन गरेर के हेर्यो भने एक ठाउँमा गएर के भयो यिनीहरु के भयो फोकस भयो एक ठाउँमा फोकस भयो र यस्तो भयो एक ठाउँमा फोकस भयो एक ठाउँमा यस्तो गयो र यस्तो भयो हैन भने मतलब फोकस भयो when the rays of light passes भने refracted through when the ray of light refracted through convex lens it focus at a point के अरे भने बीम अफ लाइट पास गरे के भयो एक ठाउँमा फोकस भयो हैन एक ठाउँमा फोकस भयो एक ठाउँमा कन्भर्ज भयो लाइट कन्भर्ज भनेको के हो CONVERGE अब स्पेलिङ गलत भयो भने हजुरहरुले जति कम्प्रोमाइज गर्नु होला सो के भयो भने यताबाट रे अफ लाइट पास गरे धेरै अनि के भयो भने एक ठाउँमा के भयो फोकस भयो एकदमै कन्भर्ज भयो पुरै रे अफ लाइट कन्भर्ज भयो फोकस भयो त्यही भएर कन्भेक्स लेन्सले के भन्छ कन्भर्जिङ कन्भर्जिङ लेन्स हैन अब यो फोकल भएको जुन पोइन्ट छ नि सरी फोकस भएको जुन पोइन्ट छ नि जहाँ रे अफ लाइट कन्भर्ज भएछ त्यसले के भन्छ फोकस पोइन्ट
फोकस पॉइंट। अब फोकस पॉइंट के को कुन लेन्सको कन्भेक्स लेन्स फोकस पॉइंट अफ कन्भेक्स लेन्स के हो द point in which the rays of light converge, जहाँ के भएछ रे अफ लाइट कन्भर्ज भएछ यस्तो हुन्छ। त्यही भएर के भन्छ कन्भर्जिङ लेन्स। किनभने जब रे अफ लाइट पास गर्छौँ लेन्सबाट कन्भेक्स लेन्सबाट त्यही हुन्छ एक ठाउँमा के भन्छ फोकसमा कन्भर्ज हुन्छ, त्यसले कन्भर्जिङ लेन्स भन्छ। अर्को यस्तै मानक कन्भेक्स लेन्स, यसलाई मिटाइदिन्छु। ओके अब मान अब यसलाई मिटाइदिन्छु यहाँ आएर। अब कन्केभ लेन्स, कन्केभ लेन्स कस्तो हुन्छ यस्तो हुन्छ। कन्केभ बनाऊ या बाई कन्केभ बनाऊ। ओके अब यहाँबाट रे अफ लाइट पठाएँ, यहाँबाट मैले फेरि के गरेँ टच बालेर रे अफ लाइट पठाएँ। टच बालेर पठाइन्छ नि रे अफ लाइट पठाएँ, यहाँबाट रे अफ लाइट पठाएँ। अब के भयो भने मैले के हेरेँ यो जुन चाहिँ रे अफ लाइट यस्तो भएछ भनेको यो लेन्स भयो रेडिएटिङ फ्रम अ पोइन्ट। रेडिएटिङ भनेको अलिकति के भएन अलिकति आफ्नो पोजिसनमा गएर यस्तो जानु पर्थ्यो नि, यस्तो भयो भने यस्तो जानु पर्थ्यो तर यस्तो गएन। के भयो अलिकति रेडिएट खाएर गयो भनेको आफ्नो बाटो थियो त्योभन्दा अलिकति के भयो भने डाइभर्ज भएर गयो हैन, डाइभर्ज भएर भयो। रे अफ लाइट के भयो डाइभर्ज भयो। के भयो रे अफ लाइट के भयो डाइभर्ज भयो। रे अफ लाइट के भयो डाइभर्ज भयो हैन। त्यही भएर के भन्छ यसलाई डाइभर्जिङ लेन्स हैन, डाइभर्जिङ लेन्स भन्छ। व्हेन द rays of light passes or refracted through क्यों लेंस हो concave lens appear diverging from the lens हैन। त्यही भएर के भन्छ that's hence called diverging lens भन्छ। किनभने लेन्स अफ लाइटको प्रोपर्टी डिभाइड गरेछ यो के भयो लाइटको जुन प्रोपर्टी सो गर्दैछ यहाँ लेन्सले यस्तो गयो हैन, डाइभर्ज भएर गयो, यो डाइभर्जिङ लेन्स भयो। त्यही भएर कन्भेक्स जस्तै के कन्भेक्स लेन्स कहाँ युज हुन्छ। कन्भेक्स लेन्स हाम्रो टेलिस्कोपमा युज हुन्छ। कन्भेक्स हाम्रो कुनै आईको जुन हुन्छ हाम्रो जस्तै आईको कुनै प्रब्लम भयो त्योमा युज हुन्छ अनि त्यो पर्छ यहाँ अगाडि। जस्तै माइक्रोस्कोपमा परेको हुन्छ धेरै युजहरू छ यसको, हामी सबै पढ्दैन बिस्तारै तर प्रोपर्टी अहिले लेख्दै जाऊ। यो सबै हो कि डाइभर्जिङ लेन्स हो। किनभने जब लाइट रे अफ लाइट पास गरेर लेन्सबाट के भयो रेडिएट फ्रम अ पोइन्ट भनेको रेडिएट फ्रम अ पोइन्ट भनौँ या लेन्स भनौँ, रेडिएट फ्रम द डाइभर्ज पनि गरेछ त्यही भएर डाइभर्जिङ लेन्स भन्छ। ओके त्यही भएर कन्भेक्स लेन्स कन्भर्ज प्रपर्टी कारणले गर्दा हैन जुन हाम्रो जियोमेट्री बक्समा थियो लेन्स त्यसले गर्दा कि पेपरमा आगो बाल्ने गरेको नि त्यो के प्रपर्टी हो कन्भेक्स लेन्सको कन्भर्जिङको प्रपर्टी हो। ओके अब पढ्छौँ यो त केही नै 11th क्लासमा जुन छ नि पढ्ने मजा आउँछ क्या त्यहाँ त। यो त सिम्पल कुराहरू जस्तै मानौ एउटा लेन्स छ हैन, लेन्स भनेको एटलिस्ट वन सर्फेस कर्भ हुनु पर्यो भनेको कर्भ भनेको एउटा पार्ट अफ के हुनु पर्यो सर्कल हुनु पर्यो। सर्कलै त हुन्छ नि यस्तो गरेर आएको। अब यहाँबाट एउटा सर्कलको पार्ट भएन यस्तो गोलो यस्तो एउटा सर्कल तान्यो भने एउटा सर्कलको पार्ट हो नि, यस्तो सर्कल तान्यो भने हैन सर्कलको पार्ट हो। त्यसले हामी यहाँसम्म गरौँ सर्कलको पार्ट हो। ओके यदि सर्कल छ भने यहाँ जुन सेन्टर छ नि सेन्टर यहाँ सी लेखिदियो भने हैन त्यसले भन्छ सेन्टर अफ कर्वेचर भनेको कर्भ लाइनको एउटा सेन्टर। यहाँबाट यदि कर्भ लाइन मैले ड्रो गरेँ हैन यहाँबाट एउटा कर्भ लाइन ड्रो गरेँ भने बिचमा जुन सेन्टर पर्छ यहाँबाट एउटा कर्भ लाइन ड्रो गरेँ भने बिचमा जुन सेन्टर पर्छ
त्यो सेन्टरलाई सेन्टर अफ कर्वेचर भन्छ। ओके, यो भयो। र यहाँबाट यहाँको डिस्टेन्स हुन्छ नि रेडियस अफ कर्वेचर हुन्छ, रेडियस अफ कर्वेचर भन्छ। रेडियस अफ कर्वेचर भनेको डिस्टेन्स बिट्विन सेन्टर अफ कर्वेचर टु सर्फेस अफ लेन्स। लेन्स हो नि यो, लेन्स हो नि यो, लेन्स हो, लेन्स हो। त्यस्तै यो पार्ट यदि यो पार्ट पुरै एउटा सेन्टर एउटा सर्कल छ भने यो पनि पार्ट एउटा सर्कल हुन्छ पुरै हैन, यहाँ हटेन हैन, यहाँ यो पनि पार्ट एउटा सर्कल हुन्छ भनेको यहाँ पनि सेन्टर अफ कर्वेचर भने यहाँ पनि के हुन्छ सेन्टर अफ कर्वेचर हुन्छ। यो C1 भयो भने यो के हुन्छ C2 हुन्छ। ओके, यहाँ पनि के हुन्छ डिस्टेन्स बिट्विन यहाँ R1 छ भने यो R2 हुन्छ, रेडियस अफ कर्वेचर यहाँ पनि हुन्छ। र यो जुन लाइन दुईटै जुन सेन्टर अफ कर्वेचरले जोड्ने जुन लाइन छ त्यसलाई भन्छ प्रिन्सिपल एक्सिस। प्रिन्सिपल एक्सिस, प्रिन्सिपल एक्सिसले P ले जनाउँछ। ओके, अब लेन्सको जुन बिचको सेन्टर हुन्छ त्यसलाई के भन्छ O। O भनेको सेन्टर अफ लेन्स। ओके, अर्को छ यदि माने यहाँबाट एउटा लाइन पास गरे, यहाँबाट एउटा लाइट पास गरे। ओके, अब यो गएर यहाँ गएर के भयो भने यहाँ गएर के भयो भने कन्भर्स भयो भने यहाँबाट कट दियो माने यहाँ गएर बेन्ड भयो, यहाँ रिफ्लेक्ट भयो भने के भन्छ फोकस भयो भनेको फोकस पोइन्ट। फोकस भयो भने त्यसले F भन्छ। ओके, फोकस भयो भने त्यसले F भन्छ। यहाँ र यहाँ बिचको डिस्टेन्सले के भन्छ F भयो। यहाँ पनि भने कि यहाँबाट पनि आयो भने यहाँ पनि F हुन सक्छ, F2 हुन सक्छ। यहाँ र यहाँ बिचको डिस्टेन्सले के भन्छ फोकल लेन्थ। फोकल लेन्थ भने के कुरा पढ्यो हामीले सेन्टर अफ कर्वेचर 2 नम्बरमा सेन्टर अफ कर्वेचर रेडियस अफ कर्वेचर यो नि रेडियस अफ कर्वेचर, रेडियस अफ कर्वेचर 3 नम्बरमा सेन्टर अफ लेन्स प्रिन्सिपल एक्सिस फोकल लेन्थ फोकल पोइन्ट। यही सब हामी पढ्यो हैन। योभन्दा अगाडिको अर्को लेक्चरमा पढ्छ हामी र यो हुनु पर्यो बहुत जरुरी थियो, त्यही भएर यो पढाइ। योभन्दा पहिला हामी पावर अफ लेन्स पढ्छ, अब योभन्दा पछि हामी पावर अफ लेन्स पढ्छौँ। सर्ट साइटनेस लङ साइटनेस धेरै इम्पोर्टेन्ट बहुत बहुत इन्ट्रेस्टिङ टपिक छ, मात्र यो कमन कुरा आउनु पर्यो। भोलि पनि फेरि रिभिजन गरौँला, भोलि भन्छु। अब अर्को लेक्चरमा हामी रिभिजन गरौँ। तबसम्मको लागि बाई, हेभ अ नाइस डे।